कोठामा पढ्छु। आज म बाघ आएको कथा सुनाउँदैछु। एका देशमा एउटा श्याम भन्ने केटो बस्थ्यो। श्यामको बाबालाई चाहिँ ज्वरो आएछ। श्यामको बाबालाई चाहिँ ज्वरो आएपछि श्यामको बाबाले श्यामलाई भनेछ, श्याम, आज मलाई ज्वरो आयो। आज तिमी गाई बाख्राहरू चराउन लगाई भन्छ। त्यसपछि चाहिँ श्यामले गाई बाख्राहरू चराउन लगेछ। चराउने श्यामलाई बोर लागेछ। बोर लागेपछि चाहिँ गाउँलेहरूलाई भुकाउन थालेछ। बचाऊ बचाऊ गाउँलेहरू, बाघ आयो भनेर चिचाएर भनेछ। अनि त्यसपछि चाहिँ गाउँलेहरू आएछ। गाउँलेहरू आएपछि चाहिँ गाउँलेहरूले भनेछ, खोइ बाघ खोइ, हामी त तिमीलाई बचाउन आएको, खोइ बाघ खोइ भनेपछि चाहिँ श्याम हाँसेछ। कस्तो मूर्ख गाउँलेहरू भनेर हाँसेछ। हाँसेपछि चाहिँ गाउँलेहरूले श्यामलाई भनेछ, यस्तो पो गर्नुहुन्छ भनेर गाली गरेर आफ्नो घर गएछ। घर गएपछि दोस्रो दिनमा पनि गाई चराउन लगेछ। गाई चराउँदै बोर लागेछ। बोर लागेपछि चाहिँ गाउँलेहरूलाई भुकाउन थालेछ। बचाऊ बचाऊ गाउँलेहरू, बाघ आयो भनेर चिचाएर गाउँलेहरू आएछ। त्यसपछि चाहिँ गाउँलेहरू आएपछि चाहिँ गाउँलेहरूले श्याम हाँसेछ। कस्तो मूर्ख गाउँलेहरू भनेर श्यामले भनेछ। अनि त्यसपछि गाली गरेर गएछ गाउँलेहरूले। त्यस्तो पो गर्नुहुन्छ, कहिले पनि तिमीलाई बचाउन आउँदैन भनेर रिसाएर घर गएछ। अनि त्यसपछि तेस्रो दिनमा त्यता साँच्चीकैको बाघ आएछ भन्दै आएछ। अनि त्यसपछि श्यामको गाई बाख्राहरू सबै खाइदिएर गएछ। अनि त्यसपछि चाहिँ चिचाइरहेको बेलामा बचाऊ बचाऊ भनिरहेको बेलामा चाहिँ त्यसपछि गाउँलेहरू आएछ। गाउँलेहरू आएपछि चाहिँ गाउँलेहरूले खोइ बाघ भनेर, अनि त्यसपछि चाहिँ गाउँलेहरूले श्यामलाई भनेर, हेर तिमीले अस्ति न झुटो कुरा बोलेपछि आज साँच्चीकै बाघ आयो भनेर श्यामले चाहिँ गाउँलेहरूलाई माफी मागेछ। अनि त्यसपछि चाहिँ रुँदै
चराउन लगेको गाई बाख्राहरू खोइ भनेछ। अनि त्यसपछि चाहिँ श्यामले चाहिँ बाबालाई भनेछ। बाबालाई भनेछ, बाबा आज मैले गाउँलेहरूलाई झुटो कुरा बोलेर आज साँच्चीकै बाघ आएर हाम्रो गाई बाख्राहरू खाइदियो भने